भएको थियो। एकजनाको सत्यले पनि उज्यालो सुरु हुन्छ। तर त्यो सत्यको मूल्य चुकाउनु पर्ने समय छिट्टै आयो। त्यही दिन दिउँसो गाउँको एउटा घरमा ठूलो झगडा भयो। सानो जमिनको विवादले हात हालाहालसम्मको अवस्था बन्यो। गाउँलेहरू आत्तिए। कसैले मुखियालाई बोलायो, कसैले दोष खोज्न थाल्यो। अन्ततः केहीले औँला हरितर्फ ठडाए। यही पुर्खा पूजाको कुरा गरेर गाउँ अशान्त बनाएको हो, यसलाई रोक्नुपर्छ। आवाजहरू चर्किँदै गए। साँझतिर गाउँ सभा बस्यो। चौतारोमा मानिसहरूको भिड थियो, तर त्यो भिडमा समझदारी भन्दा बढी आक्रोश थियो। मुखियाले हरिलाई अगाडि बोलाए। तिमी किन गाउँमा डर फैलाइरहेका छौ? उनले गम्भीर स्वरमा सोधे। हरि शान्त रह्यो। उसले डर वा रिस देखाएन। म डर फैलाउन आएको होइन, म त हामीले बिर्सिँदै गएको बाटो सम्झाउन आएको हुँ। भिडबाट हाँसो उठ्यो। अब खेती गर्न छाडेर पूजा गरे पुग्छ? पानी नपरेको दोष पनि पुर्खाकै हो? कटाक्ष झन तीखो बन्दै गयो। त्यसै बेला एक वृद्ध आमा उठिन्। उनको आवाज कमजोर थियो, तर शब्द बलिया। पहिले जब हामी पुर्खालाई सम्झिन्थ्यौं, गाउँ यस्तो थिएन, उनले भनिन्। भिड केही क्षण शान्त भयो, तर त्यो शान्ति धेरै टिकेन। मुखियाले अन्तिम निर्णय सुनाए। अबदेखि पुर्खाको थानमा अनावश्यक गतिविधि बन्द गरिनेछ। कसैले गाउँमा अशान्ति फैलायो भने जिम्मेवार उनी हुनेछ।